होइन तपाईले मेरो नाम सुन्नु भएको थिएन? मैले त नाम पनि सुनेको थिएन। त्यत्रो मैले देश चलाउने कुरा गरिरहेको थिएँ। देश चलाउने कुरा ख्याल ठट्टा होइन। किन देश चलाउनलाई क्यार्नु पर्छ र? केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ, कारबाही गर्नुपर्छ, के सोचिरहेको? अनि केपी ओली त कसैको डरले भाग्दैन भन्छन् त कसरी गिरफ्तार गर्ने? सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुचु? अब डरले भाग्न त भाग्ला, तर छोप्न चाहिँ के गरेर सकिन्छ? राति मिटिङ, रातभरि 3 बजे रातिसम्म मिटिङ गरेर। त्यसरी त तपाईलाई गिरफ्तार गर्न सकिन्न हो। बरु त्यसरी कसलाई गिरफ्तार गर्न सकिन्छ तपाई आफै झुट नबोलेर भन्नु त। नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ? त्यो त हो कि, तर अहिले त तपाईको सेना पनि हटाइसकेछ। अनि यही सम्बन्धमा गृह मन्त्रीलाई के भन्न चाहनुहुन्छ? गृह मन्त्रीको सम्बन्धमा मलाई धेरै केही भन्नु परेको छैन। अब धेरै भन्नलाई त आफ्नो सरकार पनि हुनु पर्यो। अब धेरै भने त अहिले समातेर लिइहाल्छन्। अलि थोरै भयो नि भनिदिउँ न ल। गृह मन्त्री बाबुलाई धेरै नउताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु। ओ यतिको सल्लाह दियो भने चाहिँ केपी ओली कहाँसम्म जान पाउँछ? केपी ओली यो डाँडोसम्म जान पाउँछ। अनि पल्लापट्टि चाहिँ? पल्लापट्टि हेर्न पाइने कि नपाइने त्यो पनि थाहा छ। अनि तपाईँ भागिसकेपछि जेनजीहरूले तपाईँलाई प्रधानमन्त्री बनाउनका लागि केही भन्नु भएन? प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो। अनि त्यस्तो राम्रो शर्त राखेको थियो भने तपाईँ प्रधानमन्त्री किन बन्नु भएन? र तपाईँ फेरि प्रधानमन्त्री बन्यो भने जेनजीले के गर्छ? देशमा जेनजीले आगो बाल्छ। ओ यति कुरा थाहा पाउँदै पनि फेरि यस्तै गर्न खोज्ने तपाईँ कस्तो हुनुहुँदो रहेछ भन्नु त। कुखुराको पोथी जस्तो।